हामी काठमाडौँबाट नजिकैको दूरीमा रहेको चितलाङतर्फ जानको लागि बाइक मार्फत थानकोटबाट उकालो लाग्यौं। थानकोट चन्द्रगिरीतर्फ मोडिएपछि केही माथिपट्टिको यो बाटोको दृश्य हो। 1 वर्ष अगाडि आउँदा पिच भएको थिएन, तर हालै पिच भएको रहेछ। लगभग 2 किलोमिटर पिच बाटो कुदेपछि पहिलेकै अवस्थामा रहेको कच्ची बाटो सुरु भयो। बाटो कच्ची भएकोले गर्दा बाइक दायाँ बायाँ गर्दै अगाडि बढिरह्यो। नवराज सर चाहिँ बाइकलाई दायाँ बायाँ मोड्दै अगाडि बढिरहनु भएको थियो भने म चाहिँ पछाडि बसेर देखिएका दृश्यहरू आफ्नो क्यामेरामा कैद गर्दै थिएँ। यसरी दृश्यहरू कैद गर्दै जाँदा चन्द्रगिरी डाँडाबाट देखिने काठमाडौँको सुन्दर दृश्यहरू हाम्रो क्यामेराबाट टाढा टाढा भइसकेको थियो। हाम्रो बाइक चितलाङतर्फ मोडिसकिएको थियो। चितलाङतर्फ मोडिएको केही मिनेटमा मैले आकाशमा ठुल्ठुला चिलहरू उडेको देखेँ। क्यामेरामा कैद गर्दा थाहा भयो कि त्यो त चिल होइन रहेछ, प्याराग्लाइडिङ पो रहेछ। यसको मतलब चन्द्रगिरी डाँडामा प्याराग्लाइडिङको सुविधा पनि रहेछ। चितलाङतर्फ लाग्दा बाटोमा एउटा पसल गाडी पनि देखियो। यो पसल गाडी पनि हाम्रो क्यामेराबाट टाढा रहन सकेन। आजको हाम्रो यात्राको उद्देश्य भनेको चितलाङ पनि घुम्ने, मौकामा चौका हान्ने भने झैँ बीच बाटोमा प्रकृतिसँग रमाउँदै मासुपोली खाने उद्देश्य थियो। चितलाङतर्फको केही ओह्रालो लागेपछि केही एकान्त ठाउँमा ओर्लिएर साथमा लगेको सामग्री बोकेर हामी बाटोबाट केही पर गयौँ। नवराज सरले ढुङ्गाहरू बिछ्याएर मासुपोली खानको लागि ठाउँ तयार गर्नुभयो। महेन्द्र सर चाहिँ क्यामेरामा दृश्यहरू कैद गर्न थाल्नुभयो। म चाहिँ मासु पोल्नको लागि सामान तयार गर्न थालेँ। मासु पोल्ने भाँडो तातिसकेको थियो। म झस्किएँ, यताउता खोजेँ। मासु त घरमै पो बिर्सिएछ र नरमाइलो पनि लाग्यो, अनि निराश पनि र हाँसो पनि। मासु त घरमै बिर्सिसकेको थियो। विकल्पमा प्याज, लसुन, बन्दाकोपीको पातसँग रामेन पकाएर खाने निदो गर्यौँ र नवराज सर हामी तीनैजना भएर रामेनसँग बन्दाकोपी, प्याज, लसुन उसिन्न थाल्यौँ। बिना मासुको भोजन तयार भइसकेको थियो। हामीले एक आपसमा बाँडेर
कुराकानी गर्दै गफका गर्दै मिठो मानेर खायौँ। खाँदा खाँदै समय दिन ढल्किसकेको थियो। हामी चितलाङतर्फै रात कटाउने निदो गर्यौँ। पानी पनि पर्न लागेको थियो। कता कताबाट हिँड्ने बेला हलेसो चरीको आवाज कानमा गुन्जियो। हलेसो चरीसँग दोरी नखेलिकन हिँड्नै सकिएन। हलेसो चरीलाई गीतबाटै सवालको जवाब दिइयो। हातमा के होला देखाउनु त? छैन, साँच्चै के हो? आज हामीले यो यात्रामा भन्नै पर्ने कुराहरूमा काठमाडौँतर्फको बाटोको अवस्था पनि कच्ची नै छ, अप्ठ्यारै छ र चितलाङतर्फको बाटो पनि कच्ची नै छ र अप्ठ्यारै छ। तर बीचमा देखिने सुन्दर दृश्यहरू अत्यन्तै रमणीय छ। साँझ परिसकेको थियो। हामी चितलाङतर्फ झरेर चितलाङ बगैँचाको अवलोकन गर्ने कल्पना गर्दै विश्राम गर्ने तर्खरमा लाग्यौँ। हस्त, धन्यवाद।